आज म यो होटलमा खाना खान आएको छु हैन। आज खाना खान आएको छु। कस्तो खाना खान पाइन्छ हेरौँ है। नयाँ होटलमा आएको हैन। ट्रेडिसनल होटल ट्रेडिसनल होटल अरे यो चाहिँ। Let's see the customer experience here in traditional hotel. के आउँछ खानेकुरा के आउँछ म के भन्छ भिडियो बनाएर देखाउँछु यता आज। कतिको रमाइलो हुँदो रहेछ, कस्तो खाना पाइँदो रहेछ। मैले एउटा रोटी अर्डर गरेको छु अनि त्यसपछि दाल, एकदम नर्मल दालमा चाहिँ खुर्सानी र टमाटर हालेर हुन्छ नि फ्राइड गरेको फ्राइड दाल अर्डर गरेको छु। हेरौँ आज कस्तो रोटी आउँदो रहेछ, म देखाउँछु यता। खान सकिन्छ कि सकिँदैन थाहा छैन, सरप्राइज है आज सबैलाई। त्यो बड्डु जस्तोमा त्यस्तो बड्डु जस्तोमा त्यस्तो भाँडामा पाक्छ होइन। यहाँ चाहिँ खै के गरेको हुन्छ भने भित्र चाहिँ मलाई थाहा भएन, तर यसरी बनाउँछ उनीहरूले खानेकुरा चाहिँ। ओके, यसरी बनाउँछ वानमा। चाहिँ मैले अर्डर गरेको रिसिट हो। 7 रुपियाँमा कति पाइँदो रहेछ हेरौँ होइन। 7 रियाल्समा कस्तो आउँछ खानेकुरा। ओके, आउँदैछ मेरो रोटी आउँदैछ है। मैले खान आउँदैछ। मेरो कत्रो रोटी ल्याएर दिँदो रहेछ होइन। ओ माई गॉड, यत्रो रोटी ल्याएर दिन्छ होइन है। अब दाल कस्तो आउँदो रहेछ, चाहिँ रोटी हो है। सरी है, मैले अनअथोराइज भिडियो बनाएको होइन। अब मेरो दालहरूसँग आएछ फ्राइड गर्दैछ जस्तो छ। रोटी मात्र रोटी नाङ्लो जत्रो रोटी कसरी खाने होला। अब खाइसकेपछि